हेलो गाइजहरू, यो के हो भन्नुहुन्छ भने यो कपाल उमार्ने रेमेडी हो। मेरो कपाल झरेर टुक्रा टुक्रा भएर कपाल सबै सकेर टक्लु हुन लागेको थिए। त्यसैले मैले यो रेमेडी युज गर्न लागेकी छु। यसमा मैले के मिसाएको छु भने प्याज हालेको छु सानो सानो टुक्रा पारेर, मेथीको दाना हालेको छु अनि चियापत्ती हालेको छु। अब यसलाई मैले यसमा छान्छु ल। अब यसलाई मैले चिया छान्नेले छान्छु। यसरी सबै छानिसकेपछि अब यसरी छानिसकेको झोललाई मैले यसमा यो गुलाब जल 2-3 थोपा गुलाब जल राख्छु अनि यो कोकोनट ओइल थोरै मिसाउँछु अनि मिक्स गर्छु। अब यसरी मिक्स गरेको यो झोललाई मैले यो बट्टामा राख्छु। ल हेर्नुहोस् है दिदीबहिनीहरू, यो युज गरिसकेको सेम्पूको बट्टाहरू फाल्नु हुँदैन, रियुज हुन्छ। अब मैले यसलाई यसमा खन्याउँछु। यसरी खनाएपछि यसरी मैले स्प्रे गर्छु नुहाउनुभन्दा अगाडि अनि त्यहाँपछि कपाल नुहाउँछु। यसले कपाल झर्न रोक्ने काम गर्छ र उमार्ने काम पनि गर्छ। ल दिदीबहिनीहरू, तपाईहरूलाई पनि कपाल झरेर हैरान हुनुहुन्छ भने यसरी नै युज गर्न सक्नुहुन्छ। यो चाहिँ नुहाउनुभन्दा 2 घण्टा अगाडि हालेर भिजाएर यसरी स्प्रे गरेर जताततै स्प्रे गर्ने, यसरी स्प्रे गरेर यसरी फेदामा मसाज गरेर नुहाउनुभन्दा अगाडि 2 घण्टा राख्ने अनि नुहाउनुपर्छ। यसलाई चाहिँ हप्ताको 2 चोटि युज गर्नुपर्छ ल दिदीबहिनीहरू। ओके, बाई बाई।